आज पत्रकारले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीलाई यसरी प्रश्न गरिरहेको थियो कि तपाईहरुले दुईटा पार्टी एकता बनाउनु भयो त्यो समयमा, तर तपाईहरुको पार्टीको सभापति रवि लामेछानेको फोटो कतै पनि थिएन भनेर प्रश्न गरिराख्दाखेरि उहाँको जवाब सुनौं न। कस्तो जवाब यार, कस्तो तरिकाले जवाब दिएको यार, अचम्म लाग्यो मलाई त्यो जवाब दिँदाखेरि नि। त्यो सुन्दाखेरि क्या आफ्नै पार्टीको सभापति र आफ्नै पार्टीको मालिकलाई शुद्ध यिनीहरूले व्यवस्था गरेर लात हानेको छ। यिनीहरू दुष्टहरू हो क्या, यिनीहरू सही मान्छेहरू होइन। राष्ट्रिय स्वतन्त्र पार्टीको खराब मान्छे भनेको यिनीहरू नै रहेछन्। बाहिरको मान्छे घरभित्र छिराउँदाखेरि आफ्नो घरको मालिकको फोटोलाई पनि लात हानेर यिनीहरूले मालिकलाई निकालेका छन्। यिनीहरूले सबै नेपाली जनताहरूले रवि लामेछानेको समर्थकहरूले यो बुझ्नुहोस्, यो भिडियो हेर्नुहोस्, यिनीहरूले निकालेका छन्। यिनीहरू यतिसम्म अपराधी। जसरी एमाले पार्टीमा मदन भण्डारीले जसरी उहाँलाई सिध्याए नि त्यस्तै हुन्छ यो पार्टीको नि। अब ठुक्क भनिरहेको छ कि दुईटा पार्टी हामीले एक गर्नको लागि यसो गरेको। अरे यार ठुक्क तिमीहरूलाई, ठुक्क रवि लामेछाने नभएको भए नि तिमीहरू कसैको पनि अनुहार हेरेर पनि कसैले भोट हाल्दैन थियो। तिमीहरूको अनुहार कसैले चिनेकै पनि थिएन। आज त्यही व्यक्ति रवि लामेछानेले तिमीहरूलाई सडकबाट उठाएर ल्याएर सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री बनाइदिएको छ। रवि लामेछाने जताबाट धोका भएको छ, सरकारबाट धोका भयो, राज्यबाट धोका भयो, राज्यबाट चरम यातना र कष्ट भोग्नु पर्यो। रवि लामेछानेले झुटो मुद्दा, झुटो आरोप लगाइयो, राजनीतिक प्रतिशोध साधियो, हरेक प्रपञ्च साधेर रवि लामेछाने जेल हालियो। झुटो आरोप पनि लगाइयो सरकारी ठगको, जहाँ ओरिजिनल सरकारी ठगहरू काङ्ग्रेस एमालेका झोले कार्यकर्ताहरू पूर्व मन्त्री पूर्व सांसदहरू हुन् हो। आज ती निर्दोष व्यक्तिलाई भनिरहेको छ अझै पनि उहाँको रवि लामेछानेको फाइल खोलेर अनुसन्धान गर्नुपर्छ। अरे अनुसन्धान गर्ने होइन, मासैहरू अनुसन्धान गर्ने होइन, सिधै डाइरेक्ट उहाँको फैसला गर्ने हो। सत्य तथ्य उहाँले सघाइ ठगेको हुँदै होइन। ए भेडाहरू, तँहरू सबै भेडाहरू नै होस्। रवि लामेछानेले सघाइ ठगेको होइन, यो कुरा बुझ्न आवश्यक छ। आज मेरा मित्र साथीभाइहरूले भन्दैछन् अरे यार रवि लामेछानेले यसरी फसाइ के गर्ने, अब कसो गर्ने अब। अरे मित्रहरू, यो शक्तिले सरापिएको देश नै रहेछ। जुकाले रगत चुसे जस्तै चुस्ने धमिराहरू, अपराधी पापी दुष्ट शैतानहरू रहेछ। यो संसारमा कोही धर्मी रहेछ त? कोही पनि छैन रहेछ। आज रवि लामेछाने अन्याय पर्दाखेरि कोही नबन्ने चुइका लाखौँ नेपालीलाई नयाँ जीवन दिने रवि लामेछाने, कालीकोटे राजको ठाउँमा हस्टेल बनाइदिने रवि लामेछाने, तराईको मुसर बस्ती बाढीले बगाउँदा घरको छाना चुँदाखेरि 52वटा घर बनाएर दिने रवि लामेछाने। आज त्यही रवि लामेछानेको विषयमा कोही पनि नउभिने, कोही पनि नबोल्ने। रवि लामेछानेले आफ्नै पार्टीबाट घात गरिरहेको छ, आफ्नै सांसदहरूले घात गरिरहेका छन्, आफ्नै पार्टीबाट लात हानिरहेको छ रवि लामेछानेलाई। आफ्नै घरको मालिकको फोटो पनि यिनीहरूलाई घाँडो भएर यिनीहरूले फालेका छन्। अनि यस्ता नेताहरूलाई कसरी भोट दिएर जिताउने, कुन आधारले जिताउने? अब नेपाली जनताले सोच्ने बेला आएको छ कि छैन? ठुक्क नयाँ भएका जतिहरू ठुक्क कहिल्यै नमिल्ने पुरानै काङ्ग्रेस एमालेलाई फाइदा हुने बाटो रोज्नेहरू, जस्तो हर्कासम्म कहिले झापामा अरे नगरपालिकाको मेयर भएको मान्छे कसरी आफ्नो नगरपालिकाको मेयरको काम गर्नु नि? राजीनामा दिएर न त राजीनामा नदिकन आफ्नो काम छोडेर देश दौडामा लागिरहेको छ। कतिसम्म होला, कतिसम्म राज्यलाई हेपेको होला यिनीहरूले। आज रवि लामेछानेले गल्ती गरेकै हो। ती अपराधीहरूलाई, दुष्टहरूलाई नि अन्याय परेकोहरूलाई उद्धार गरेर नयाँ जीवन दिएर गल्ती गरेकै हो। नदिनु पर्थ्यो जीवन। आज त्यो गल्ती गरेको कारणले गर्दाखेरि नै आज रवि लामेछाने जेलमा छ। आज झुटो आरोप र झुटो सघाइ ठगको आरोप खेपिराख्नु परेको छ। र आफ्नै पार्टीका सांसदहरूले लात हानेका छन्, आफ्नै पार्टीका सांसदहरूले आफ्नो मालिकको फोटो पनि हटाएका छन्। यी दुष्टहरूलाई नि डिपी अरियललाई र सोडी मोगले र यो महामन्त्रीलाई कुट्नुपर्छ। अब भेट्यो भने नेपाली दाजुभाइ दिदीबहिनी हो, अब बेला समय आइसकेको छ। यिनीहरूलाई पनि दोस्रो जेन्जीहरू आएर आन्दोलन गरेर कुट्नुपर्ने अवस्था हुन्छ।